हार्दिक धन्यवाद तथा आभार। फेवतालको सिरान पञ्चासेको काखमा लेकसाइडदेखि करिब 21 किलोमिटर टाढा पर्ने कुदुबी डाँडा गुरुङ सामुदायिक बस्तीको सिरानमा अवस्थित पोखरा महानगरपालिका वडा नम्बर 23 विश्वकर्म बस्ती पुराने गाउँको भयरथान मन्दिर निर्माण कार्य सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ। मन्दिर निर्माण गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण पुराने गाउँवासी दाजुभाइ दिदीबहिनी आमाबुवा तथा सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। यस पुण्य कार्यलाई सफल बनाउन विदेशी भूमिबाट आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूको योगदान अतुलनीय रहेको छ। यहाँहरूको नामावली यस प्रकार रहेको छ। विदेशबाट सहयोग गर्नुहुने महानुभावहरू: ओमराज सुनार साउदी रु 5000, सोम सेन्चुरी ओमान रु 5000, इत्मान सुनार टर्की रु 5012, दुर्गा सुनार साउदी रु 5000, लोकबहादुर सुनार पुराने रु 5000, प्रेम सुनार बहराइन रु 5555, सन्देश सुनार मलेसिया रु 5524, आयुष सेन्चुरी कतार रु 5000, लक्ष्मण सुनार साउदी रु 5000, राजकुमार सुनार साउदी रु 5000, रामबहादुर सुनार साउदी रु 5000, दीपक सेन्चुरी कतार रु 5000, निशा सुनार दुबई रु 5000, बस बहादुर सुनार कतार रु 5055, सुमन कान्छा साउदी रु 7000, विनिता सुनार तथा परिवार शुक्ल गण्डकी तनहुँ रु 5000, दीपक सुनार कतार रु 5000, अस्मिता सुनार कतार रु 5000, अमित सुनार कतार रु 5000, अस्मिता सुनार पामे रु 5000, बुद्धिबहादुर विक्क पोखरा अर्गु चोक रु 5000, गमन सिंह ल्वाङ खोरामुख रु 5000, कोपिला सुनार पोखरा छोरेपाटन रु 5000, अनिता थापा तथा परिवार हङकङ रु 5500, ज्योति सुनार कतार रु 5000, अर्जुन सुनार साउदी रु 5000, छवि तिवारी कतार रु 1000। उक्त सहयोग रकम कोषाध्यक्ष मैतकुमारी विक्कको क्युआर कोड मार्फत सङ्कलन गरिएको थियो। सङ्कलित रकम मध्ये रु 1 लाख रिता सुनार, तुलाराम सुनार, लोकबहादुर सुनार, सुकलाल विक्क र देवरूपा सुनारको उपस्थितिमा हस्तान्तरण गरिएको छ। बाँकी रु 28696 रकमबाट मन्दिरका लागि ठुलो घन्टी तथा सहयोगीहरूको नाम समेटिएको सूचना बोर्ड निर्माण गर्ने योजना रहेको जानकारी गराइन्छ। मन्दिर निर्माणमा प्रत्यक्ष श्रमदान गर्नुहुने महानुभावहरू: मित्रलाल विक्क, शान्तबहादुर विक्क, चन्द्रबहादुर विक्क, यमबहादुर विक्क, कविराज सुनार, किरण सुनार, गणेश विक्क, गणु विक्क, सुनिल विक्क, अमृत सुनार, प्रवीण सुनार, उहाँहरू सबैप्रति हार्दिक धन्यवाद। यस कार्यलाई सफल बनाउन अहोरात्र खटिनुहुने तुलाराम सुनार, सन्तबहादुर सुनार, आयुष सेन्चुरी भक्त, रिता सुनार, मैत कुमारी विक्क, लक्ष्मी सुनारज्यूहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछौँ। ढुङ्गा तथा काठ दिएर सहयोग गर्नुहुने तुलाराम सुनार, लक्ष्मण सुनार तथा 1 बोरा सिमेन्ट सहयोग गर्नुहुने मानबहादुर सुनारप्रति विशेष आभार। साथै खाजाको व्यवस्था गरिदिनुहुने दिलकुमारी विक्क, बुद्धिमाया विक्क, रिता सुनार, मैत कुमारी विक्क, लक्ष्मी सुनार, श्रीप्रसाद भान्जा लगायत सम्पूर्ण सहयोगीहरूलाई पनि धन्यवाद। काम सम्पन्न भएको दिन श्रमिकहरूलाई खदा तथा फेटा लगाएर सम्मानपूर्वक बिदाई गरिएको थियो, जसका लागि सन्तबहादुर विक्कले सहयोग गरिदिनु भएको थियो। अन्तिम सूचना: यही मिति 2083 वैशाख 18 गते भयरथान मन्दिरमा गोसारे पूजा, गाउँलेहरूको सामूहिक पूजा तथा मन्दिर उद्घाटन कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण गाउँवासी
दाजुभाइ दिदीबहिनी तथा आमाबुवाहरूलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। आयुष सेन्चुरी भक्त, हाल दोहा कतार। म पनि तिम्रै भक्त, लैजाऊ भगवान।